स्थानीय स्तरमा हस्तान्तरण भएसँगै पछिल्लो समय सामुदायिक वन समुदायका लागि महिमा र सान बन्दै गएको छ। सामुदायिक वन नेपालको एउटा मौलिक आविष्कार र पहिचान हो। संसारभरि वन संरक्षण र सम्वर्धनमा सरकार र राज्यपक्ष असफल भइरहेको सन्दर्भमा नेपालको वन विनाश रोक्न, प्राकृतिक विपद न्यूनीकरण गर्न र स्थानीय समुदायलाई आवश्यक पर्ने घाँस, दाउरा, काठ र वन पैदावारको सहज आपूर्ति व्यवस्थापन गर्नका लागि नेपालमा सामुदायिक वन पद्धति अवलम्बन गरिएको हो। वनबाट निक्लिएका गोलिया काठ सर्वसुलभ तरिकाले तीनटै क्षेत्रका उपभोक्ताहरूलाई सरल तरिकाले उहाँको उपभोक्ताको मागअनुसार हामीले वनलाई 4वटा ग्रेडमा छुट्याएका छौँ। ए ग्रेडको सालका गोलियाहरूलाई 1100मा बिक्री गर्छौँ भने बी साइजमा आएको गोलिया काठ 800मा बिक्री गर्छौँ र सी ग्रेडमा आएका काठहरू 600 रुपियाँमा बिक्री गर्छौँ र पहिला हामीले बल्लाबल्ली भनेर बिक्री गर्थ्यौँ भने अहिले जिल्ला वनको नीति अनुसार डी ग्रेड भनेर छुट्याइएको काठ पनि हामीसित अलि साना साना हुन्छन्। त्यो काठ हामीले 300 रुपियाँमा प्रत्येक उपभोक्तालाई आवश्यक अनुसार बिक्री वितरण गर्छौँ। उपभोक्ताको चिजमा 7 रुपियाँ किलो दरले हस्तान्तरण गर्छौँ। साथै हाम्रो सतन्चुली सामुदायिक वनभित्रका सदस्यहरू यदि मृत्यु भएको खण्डमा हामीले उहाँहरूलाई सर्वसुलभ तरिकाले निःशुल्क तरिकाले हामीले उहाँहरूलाई लाग्ने दाहसंस्कार गर्न लाग्ने दाउरा पनि हामी सामुदायिक वनबाट उपलब्ध गराउँदै आइरहेका छौँ। साथै अब हाम्रो क्षेत्र अलिकति भिन्न तरिकाको छ, किनकि हाम्रो वनको बनावटै त्यस्तो छ। हामीसित रामनगर भयो, ठिम्रा भयो, देवघाट करिब हामीसित रामनगरको हकमा ठिम्रा 2 किलो 2.5 किलोमिटरको फरक छ भने देवघाट 2.5 किलोमिटर फरकमा रहेको कारणले गर्दा बनावटी कारणले अहिलेसम्मको हालमा हामीले प्रत्येक उपभोक्ताज्यूहरूलाई समीकरणमा उहाँहरूको सुझाव सल्लाहमा कार्य समितिले अहिलेसम्म काम गर्दै आइरहेको पनि छ। पछिल्लो समय पर्यटन प्रवर्धनमा समेत केही सामुदायिक वन उदाहरण समेत बनेका छन्। पर्यटकको रोजाइमा सामुदायिक वन क्षेत्र बनाउन सके स्थानीय स्तरमै थप रोजगारीका अवसर, स्थानीय स्तरमा जीवन सुधार। पछिल्लो समय पर्यटन प्रवर्धनमा समेत केही सामुदायिक वन उदाहरण समेत बनेका छन्। 54-55 सालमा चाहिँ वन जोगाम भन्ने चाहिँ केही अभियान गरियो। हजुर। अनि सकिन्न भन्ने अप्ठ्यारो पर्यो। त्यसपछि पौडेल मन्दिरमा चाहिँ तनहुको चाहिँ शिव पौडेलहरूले लगायतले पारीको मान्छेले वन हेर्छौँ भन्ने एउटा समिति बनाए। हजुर। त्यो समिति बनाउँदाखेरि मैले चाहिँ नि कागज खोसेर अनि ल्याएर रामनगर ठिम्रा देवघाटको मान्छेहरूलाई जुटाएर 56 साल 12 गते त्यो ल्याइयो। 56 साल चैत 13 गते अनि त्यो ल्याएर समिति बनाएर तथर्क समिति बनाएर 1 वर्षलाई हामीले चाहिने समिति गठन गरियो। र अब नाम के राख्ने भनेर भनियो। अनि यो वन जङ्गल हेर्नेमा पनि गराउनुपर्छ भनेर जङ्गबहादुर भण्डारीले निकै चासो दिइराखेको थिए। अनि पछि यो सतन्चुली नाम राखौँ भनेर जङ्गबहादुर भण्डारीले भनेर सतन्चुली नाम राखियो। 56-57 सालमा चाहिँ असाध्यै गाह्रो भयो। त्यसपछि गाउँले एकजुट भइए, छोरा मान्छे छोरी मान्छे सब चाहिँ एकजुट भएर चाहिँ नि चारैतिर राति दिउँसो गरेर चाहिँ निकै संरक्षण गर्नुभयो उपभोक्ताहरूले। अनि अलि सजिलो हुँदै आयो। र जहाँसम्म 48-70 सालसम्म चाहिँ नि निकै गाह्रो भयो। अनि त्यसपछि चाहिँ नि अलि कम भयो थियो। त्यसपछि फेरि यो 73 सालमा पनि चोरी निकासी निकै भयो। अनि त्यहाँ भयो। अनि त्यसपछि यो 74-75मा हामीले 2टा गाडी पक्रियौँ र वनमा बुझायौँ। र अहिले चाहिँ नि आनन्द भयो त, चोरी निकासी छैन। पर्यावरण पर्यटनको सम्बन्ध त राम्रो हो। अब हामीले जोगाउनेतिरै लाग्यौँ बढी र आय आर्जनतिर लिनतिर हामी लागेनौँ। र अहिले अब आय आर्जन पनि गर्नुपर्छ भन्ने सम्बन्धमा अनि वनले पनि जिल्ला वनले नि चाहिँ नि कति 4 हेक्टर 5 हेक्टर स्वीकृति गरिदिएर पर्यटन पर्यावरणलाई गरेर अब हामीले अहिलेदेखिबाट सुरु गराउने भनेर चाहिँ नि अब राम्रै कामहरू थालनी भइरहेका छन्। अब अहिले त सबै नयाँ संरचना बनाउनतिर गयो। जस्तो अब
यहाँ फोहोर मैला फाल्नुपर्छ भनेर चाहिँ भनी सवालमा चाहिँ नि पुष्प वाटिका बनाउने, लखन पार्क बनाउने, उपभोक्तालाई भुल्ने भुलाउने, जङ्गल संरक्षण गर्ने। अब वन जोग्य छन् हाम्रो चाहिँ पुरानो संस्कार अनुसार देउराली देवी चाहिँ नि बनाउने। अब यस्तै यस्तै किसिमले चाहिँ गरेर हामीहरू यतापट्टि ल्याएर अनि वृक्षारोपण भनेर देवघाटमा चाहिँ नि चाहिँ रुद्राक्ष रोपियो, अन्य जात रोपियो। अनि खेमरामा यहाँ सिसौहरू यहाँ रोपियो, यहाँ चाहिँ नि 4.5 हेक्टरमा। रामनगरमा चाहिँ नि पुष्पवाटिका लखन पार्कमा चाहिँ नि लिची अनि कागती रोपियो। त्यसैलाई अलिक संरक्षण गर्नेतिर माथि लाग्यो। अब आय आर्जनको कार्यक्रम अब आउने समितिले पनि गर्नु होला, गर्छन् पनि। यसरी समितिलाई अरूले पनि सहयोग दिन्छ, गरिन्छ, हुन्छ। पर्यटकको रोजाइमा सामुदायिक वन क्षेत्र बनाउन सके स्थानीय स्तरमै थप रोजगारीका अवसर, स्थानीय जीवनस्तरमा सुधार र सामुदायिक वनको संरक्षण, सम्वर्धन र दिगोपना पक्का छ। यस सतन्जुली सामुदायिक वन उपभोक्ता समूह 2056 सालमा स्थापना भएको यस सतन्जुली सामुदायिक वन उपभोक्ता समूह स्थापना गर्दाखेरि संस्थापक अध्यक्षको रूपमा श्री बद्रीनाथ आचार्यज्यू अध्यक्ष रही काम गर्नुभएको। त्यसपछि टेकबहादुर गुरुङज्यू आउनुभयो, त्यसपछि भगवान घलेज्यू, त्यसपछि जङ्गबहादुर भण्डारीज्यू, त्यसपछि भरतबहादुर कुँवरज्यू र त्यसपछि एमबहादुर राणाज्यू र त्यसपछि लेटबहादुर पौडेलज्यू र हाल वर्तमान स्थितिमा चाहिँ मैले यस सामुदायिक वनलाई नेतृत्व गर्दै आइरहेको छु। र हाम्रो यस सतन्जुली सामुदायिक वन उपभोक्ता समूहको हस्तान्तरण वन क्षेत्र 198.10 रहेको छ र संरक्षित वन क्षेत्र 1245.55 रहेको छ र समग्रमा 1412.65 चाहिँ हामीले संरक्षण गर्दै आइरहेका छौँ। र हामीले यस समूहमा पर्यटनका लागि बाह्य तथा आन्तरिक पर्यटक भित्राउने मनाशयले यहाँ ठुला 2वटा ताल संरक्षित वन क्षेत्रभित्र निर्माण गरेका छौँ। उक्त ताल एउटा रहेको छ जुगेटार ताल र अर्को रहेको छ बेलटाडी ताल र हस्तान्तरण वन क्षेत्रभित्र एउटा टोड्के ताल रहेको छ। त्यस टोड्के तालमा पूर्व अध्यक्ष श्री भरतबहादुर कुँवरज्यूको नेतृत्व रहँदा ठुलो एउटा मचान बनाइएको छ। सम्भवतः त्यो मचान नेपालकै ठुलो मचान हो जस्तो लाग्छ र उक्त मचान त्यहाँ रहेका ताललाई पनि हामीले संरक्षण सम्वर्धन गर्दै अब आगामी दिनमा पर्यटकको लागि चाहिँ पिकनिक स्थलहरू घुम्नका लागि एउटा रमणीय दृश्य अवलोकनको लागि चाहिँ त्यहाँ प्रदेश सरकारसँग बजेट माग गरी संरक्षण सम्वर्धन गर्ने अपेक्षा राखेका छौँ। सामुदायिक वन एउटा कार्यक्रम मात्र नभएर अभियानकै रूपमा विस्तार पनि भएको छ। यो सामुदायिक वन विनाश घटाउन र दिगो वन अभ्यास प्रवर्धन गर्दै समुदायको जीविकोपार्जनमा सुधार ल्याउन गरिएको एउटा आधिकारिक प्रयास हो। यही प्रयासबाट अब्बल वनका रूपमा स्थापित भएको छ सतन्जुली सामुदायिक वन उपभोक्ता समूह। हाम्रो जुन लक्ष्य छ, लक्ष्यलाई सुनिदिनुहुन्छ र केही मात्राको बजेटहरू विनियोजित गरिदिनुहुन्छ भन्ने आशा पनि रहेको छ। र त्यहाँ हामीले पहिला पनि हाम्रा पूर्व अध्यक्ष एमबहादुर राणाज्यूको कार्यकालमा त्यहाँ
पिकनिक टहराहरू पनि लगभग 4वटा जति पिकनिक टहराहरू पनि निर्माण भइसकेको छ। अब लगानीको लागि चाहिँ खासै ठुलो लगानी नगरी त्यसलाई चाहिँ क्षेत्र विस्तार गर्न सकिन्छ जस्तो रहेको छ र हामी स्थानीय आम उपभोक्ताज्यूहरू र सामुदायिक वन विशेष रहेर चाहिँ हामी आन्तरिक रूपमा त्यसलाई कसरी संरक्षण सम्वर्धन गर्न सकिन्छ भनेर छलफल गर्न जुटिरहेका छौँ र हामी सामु हाम्रो यस सतञ्जली सामुदायिक वनोपभोक्ता समूहको समन्वय र सम्पर्कमा हामीले चाहिँ यहाँ पर्यटनको लागि चाहिँ यो हाम्रो चाहिँ मुगलिङ नारायणगढ सडक खण्डको यो हाइवेमा यही हाम्रा उपभोक्ताज्यूहरूको समिति गठन गरी हजुर यहाँ ठुला एउटा हाम्रो यस सामुदायिक वन अगाडि नै प्रज्ञा पार्क भन्ने निर्माण भएको छ, जसमा वरण्डवार वन संरक्षण परिषद र आपूर्ति वन पैदावार समितिबाट 50 लाख बजेट विनियोजित गरी मचान निर्माण भएको छ। त्यसै गरी भरतपुर महानगरपालिका अन्तर्गत यहाँ पार्कभित्र यहाँका स्थानीयहरूलाई मध्यनजर गर्दै एउटा फुटसल पनि निर्माण भएको छ र यसलाई आन्तरिक तथा बाह्य पर्यटक भित्राउने मनस्थितिले अहिले धमाधम काम भइरहेको छ। त्यहाँ पनि पार्क पुष्पवाटिका पार्क भनेर निर्माण भएको छ। अहिले त्यहाँ पनि आन्तरिक तथा बाह्य पर्यटकहरू चाहिँ पिकनिकका कार्यक्रममा आइरहनु भएको छ र बाटो हिँड्ने क्रममा नि हाइवे भएको कारणले मोटरसाइकल साना गाडी लगायतका जो व्यक्तिहरू हुनुहुन्छ उहाँहरू त्यस पार्कमा चाहिँ गाडी रोकी एकछिन विश्राम लिई आनन्दको अनुभूति महसुस गर्नुहुन्छ र चारैतिर बगैँचाको फुलहरूको बगैँचा निर्माण गरिएको छ। त्यसै गरी हामीसँग लखन पार्क अर्को पार्क लखन पार्क निर्माण गरिएको छ। लखन पार्क जहाँ चाहिँ हामीहरूले त्यहाँ फुटबल ग्राउन्डहरू र त्यहाँ एउटा लखन जो थापा हुनुहुन्छ उहाँको मूर्ति स्थापना गरेका छौँ। त्यहाँ पनि अब हामीले बिस्तारै त्यसलाई पनि पर्यटक गन्तव्यकै रूपमा चाहिँ हामीले बनाउने निर्णय गरेका छौँ। भरतपुर महानगरपालिका वडा नम्बर 1 स्थित रामनगरमा रहेको यो सामुदायिक वन 1412 हेक्टर क्षेत्रफलमा फैलिएको छ। 2056 सालदेखि संरक्षण गर्दै आइएको यो सामुदायिक वन विक्रम सम्वत 2058मा समुदायमा हस्तान्तरण भएको हो। 1609 जना महिला र 1602 जना पुरुष गरी कुल 3211 जनसङ्ख्यालाई समेटेको यस सामुदायिक वनको उपभोग 895 घरधुरीले गर्दै आइरहेका छन्। नारायणगढ मुगलिङ सडकसँगै जोडिएको र धार्मिक क्षेत्र देवघाटमा रहेकाले वनको महत्त्व आफैमा बढी छ। प्राकृतिक र भौगोलिक हिसाबले सबैभन्दा धनी मानिन्छ यो सामुदायिक वन। नेपालकै ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र देवघाट, भरतपुर महानगरकै सबैभन्दा अग्लो क्षेत्र सतञ्चुली, जैविक विविधता संरक्षण कोषद्वारा संरक्षित जुकेढाप सिमसार क्षेत्र यसका थप आकर्षक पहिचान हुन्। वन स्रोतको संरक्षण, व्यवस्थापन र विकासमा उपभोक्ताहरूको सहभागिता जुटाउने, स्थानीय उपभोक्ताहरूलाई चाहिने वन पैदावारहरू सहज रूपमा उपलब्ध गराउने, भूक्षय, नदी कटान र बाढी पहिरोबाट स्थानीय भूभागलाई संरक्षण गर्ने, नेपालकै प्रमुख तीर्थस्थल देवघाट धाममा धार्मिक पर्यटक भित्राउने लगायतका उद्देश्यमा यस सामुदायिक वन लागि परेको छ। प्रत्येक वर्ष साउन महिनामा हाम्रो चाहिँ खाली रहेको भूभागहरूमा वृक्षारोपणहरू गर्दै आइरहेका छौँ। झाडीहरू सरसफाई, वन नासिने मासिने खालका चाहिँ झाडी व्यवस्थापन कार्य गर्दै आइरहेका छौँ। गर्मी यामको समयमा आगलागी हुने
भएकोले हस्तान्तरण वन क्षेत्र र संरक्षित वन क्षेत्रमा अग्निरेखाहरू कोर्दै आइरहेका छौँ, जहाँ जुन क्षेत्रमा चाहिँ बढी त्यो सम्भावित हुन्छ त्यो डढेलो लाउनको लागि समूहभित्र रहेका ताल तलैयाहरू सरसफाइ तथा अन्य विस्तार एवं मर्मत सम्भाल गर्दै आइरहेका छौँ। वनभित्र रहेका लात्राहरू छाँटकाँट एवं वृक्षारोपण क्षेत्रभित्रमा रुखका हाँगाबिगाहरू कार्य गर्दै आइरहेका छौँ र हामी चाहिँ अहिले 13 जना कार्य समितिमा हामीले जति पनि चाहिँ यो वृक्षारोपणहरू गरेका छौँ त्यसको लागि वृक्षारोपणहरू छाँटकाँट गर्नको लागि मलजल पानीहरू गर्नको लागि 1 जना चाहिँ वृक्षारोपण हेरालु राखेका छौँ। वनरक्षकहरूलाई गस्ती सञ्चालनमा पनि ल्याएका छौँ। दैनिक रूपमा उपभोक्ताको टोली तथा वन हेरालुद्वारा नियमित तथा छड्के गस्ती सञ्चालन, अग्नि नियन्त्रण गर्न अग्निरेखा निर्माण कार्यमा उपभोक्ता परिचालन, वनको खाली ठाउँ टोड्के खोलामा वृक्षारोपण, समूहको सशक्तिकरण, सामुदायिक वनको व्यवस्थापन कार्य, तालिम, समूह सशक्तिकरण, तालिम लगायतका कार्यहरू पनि समूहले गर्दै आएको छ। हामीले चाहिँ अहिले यहाँ चाहिँ कोष सञ्चालन गर्दाखेरि हामी 3 जनाको हस्ताक्षर चल्ने गरेर कोष सञ्चालन गरेछौँ। अध्यक्ष, सचिव र कोषाध्यक्षको साइन चल्ने गरेर हस्ताक्षर गरेछौँ। यसमा पनि मेसेज चाहिँ कोषाध्यक्षको मोबाइलमा चाहिँ जति कारोबार भए पनि मेसेज आउने गरेर चाहिँ हामीले ब्याङ्कमा कृषि विकास ब्याङ्कमा चाहिँ खाता खोलेर त्यहाँबाट मेसेज आउने बनाएका छौँ। हामीले अहिले चाहिँ रामनगरवासीहरूको जति पनि हाम्रो रामनगर, देवघाट, ठिमुरा हाम्रो भौगोलिक हिसाबले छुट्टा छुट्टै भए तापनि हामीले यति 3 ठाउँलाई चाहिँ एकै ठाउँमा समावेश गरेर हामीले राम्रोसँग चाहिँ अहिले फरक ढङ्गले चाहिँ हामीले यो सामुदायिक वन चाहिँ अगाडि बढाइराखेका छौँ। अब हामीले अहिले चाहिँ गरिबी निवारणको लागि निम्न वर्गको दिदीबहिनीहरूलाई बोलाएर अचार तालिम दिइरहेका छौँ। यहाँ अब कति गरिब दुखीहरूलाई उपचार खर्च पनि नसकेको खण्डमा जस्तै मुटु रोगी, क्यान्सर पीडितहरूलाई अथवा अलि त्यसपछि अलि साह्रै नै निम्न वर्गको मान्छेहरूलाई चाहिँ उपचारको लागि पनि हामीले सहयोग गरेर आइरहेका छौँ। हाम्रो चाहिँ वार्षिक आम्दानी भनेको चाहिँ हामीले काठ बेचेर वर्षमा 40 देखि 45 लाखसम्मको चाहिँ हाम्रो कारोबार हुन्छ। यसमा पनि अन्य सरसंस्थाबाट जस्तै वन डिभिजन कार्यालयबाट, बरण्डाबारबाट, पर्यटनबाट पनि हाल्नुहुन्छ। सिमसारको लागि यो वन गोडमेल गर्नको लागि पनि हाल्नुहुन्छ। अन्य संस्थाबाट पनि हामीलाई वनबाट डिभिजन कार्यालयबाट आउँदाखेरि लगभग 80 देखि 85 लाखसम्मको चाहिँ कारोबार गर्छौँ। उहाँबाट आएको पैसाहरू पनि हामीले यहाँ सिमसारलाई यो वन फाड्नलाई, फायर लाइन काट्नलाई यस्तो उसमा चाहिँ हामीले चाहिँ यहीँको उपभोक्ताहरूलाई लगाएर चाहिँ काम गरिरहेका छौँ। अहिले चाहिँ वन समूहले यसका अलावा पर्यटकीय आकर्षणका लागि विविध कार्यक्रमहरू पनि सँगसँगै अगाडि बढाइरहेको छ। यसका लागि बेलटारी ताल, जुकेढाप ताल, टोड्के ताललाई पर्यटक मैत्री बनाउन आवश्यक कार्य गर्दै आइरहेको छ। यसलाई विभिन्न हाम्रा छिमेकी सामुदायिक वनहरूले पनि जीव सफारी चाहिँ अहिले कार्यान्वयनमा लिएर आउनु भएको कारणले गर्दाखेरि आन्तरिक बाह्य पर्यटकलाई मध्यनजर गर्दै हाम्रो त अझ भनौँ भने तपाईको देवघाट धाम जो नेपालकै दोस्रो ठुलो पवित्र स्थल हो। हामीले रामनगरदेखि जुन सफारीको ट्र्याक देवघाट धाम हुँदै फेरि देवघाटबाट रामनगर हुँदै हामीले यसरी राउन्डिङ गरेर एउटा रिङ रोड जस्तो बनाएर त्यसलाई व्यवस्थापन गर्यौँ भने अब हाम्रो यस जङ्गलमा विभिन्न जात जातिका चाहिँ वन्यजन्तुहरू छन्। हजुरको बँदेल, बाघ, चितुवा, जरायु, हरिण, मृग, मयूर, बनकुखुरा लगायतका सम्पूर्ण छन्। उहाँहरूलाई त्यस वन्यजन्तुको दृश्य अवलोकन पनि हुने र पवित्र स्थल देवघाट धाममा पनि दर्शन गर्न पाइने। त्यस कारणले
यस जीव सफारीको अवधारणा चाहिँ धेरै नै राम्रो उत्तम हुनेछ भन्ने हामीले ठानेका छौँ र यसलाई कार्यान्वयनमा पनि लिएर आउने। वन परिसरमा रहेका मठ मन्दिर, गुम्बा, प्राचीन ढुङ्गेधारा, प्रज्ञा पार्क, पुष्पवाटिका पार्क, लखन पार्क लगायतका संरचनाहरूले सामुदायिक वनप्रति थप आकर्षण बढाएका छन्। बाघ, गैँडा जस्ता दुर्लभ वन्यजन्तुको बसोबास, चित्तल, जरायो जस्ता जनावरहरू चर्ने र मयूर जस्ता चराहरू नाच्ने यस वन क्षेत्रमा साल, सिसौ लगायत वनस्पति छन्। हाम्रो अफिसमा चाहिँ कर्मचारीहरू जम्मा 4-7 जना हुनुहुन्छ। वनरक्षक 4 जना हुनुहुन्छ भने एकजना उता लखन पार्कमा नर्सरी सहायक हुनुहुन्छ, अनि एकजना कार्यालय परिचार हुनुहुन्छ र एकजना म गरेर जम्मा 7 जना कर्मचारीहरू छन्। अनि यहाँ चाहिँ समूहमा चाहिँ दर्ता चलानीहरू अलिअलि कामहरू भइरहन्छ। दर्ता चलानी लिएर सबै कामहरू कार्यालयमा गरिरहेको छु। यो नानघाटदेखि 3 किलो दूरीमा पर्ने सामुदायिक वन स्वतन्त्र सामुदायिक वन हो। यो वनमा पाइने जात काठहरू धेरै जसोमा त साल पाइन्छ। साल, बुढ्दाइरो, क्याम्ना, जमुना, कालीकाठ, धेरै थरीका बोट बिरुवाहरू पाइन्छ र अहिले हामीले लगाएको बिरुवाहरू काठ काट्ने हुँदैछ। सामुदायिक वन हेर्न इच्छा लागेमा आउनुहोला। वनमा सबै जनावरहरू पाइन्छ। जरायो, चित्री, मृग, खरायो, बाघ पनि। आफ्नो उद्देश्य अनुरूप सामूहिक सेवा कार्यमा निरन्तर सक्रिय रहेको सतन्तुली सामुदायिक वनको अवलोकन भ्रमणमा तपाईँ पनि सहभागी हुने